हामी तपाईँलाई सपोर्ट गर्न आएको दाइ। धन्यवाद। बुढाखाडालाई नि दाइ दमको औषधि दिने हो, भोट होइन। यो हाम्रो तिनजनाको सिद्धान्त हो। फुल सपोर्ट दाइ। कसरी सपोर्ट गर्ने सोच्नु भएको छ? 10 लाख दिनु दाइ, जे पनि गर्छौँ। भन्नाले हाम्रो एउटा ग्याङ छ दाइ। हाम्रो चाहिँ तलुवा चाट्ने, मान्छे काट्ने, आइपरे मतपेटिकै साट्ने, जे पर्यो त्यही आट्ने खालको टिम छ एउटा। यसले चाहिँ तपाईँलाई सपोर्ट गर्ने सोचिरहेको छु। म भिजन र एजेन्डा बाँड्ने खालको क्यान्डिडेट हो, पैसा बाँड्ने खालको होइन। त्यो त सबैले भन्छन् दाइ। कमन डायलग भइसक्यो भने त्यो कुखुरालाई पक्रिनु अघि पनि चारो हाल्नुपर्छ। त्यो चारो किन्नलाई पैसा चाहिन्छ। त्यो त भनेको त कुरा नबुझ्नु भएको थियो तपाईँले। र मेरो लागि चारो भनेको भिजन हो। भिजन नहुनेले चाहिँ हो पैसा बाँड्ने। यो सहरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ त्यसको क्लियर भिजन छ हामीसँग। भिजनले खसीको मासु र रक्सी आउँदैन दाइ। पहिला खसीको भनेर राँगो मासु पर्दा त भोट हालेन, कुरा गर्नुहुन्छ। ए हजुर, हामी भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्दैछौँ। चुनाव अघिबाट आफै पैसा बाँडेर म आफ्नै भिजनमाथि लात हान्न सक्दिनँ र हामीसँग त्यो कुसंस्कारको लागि पैसा पनि छैन। लगानी नगरे प्रफिट त आएको आयो। त्यसो भए चुनाव त जिते हो। हार्नु जतै तपाईँले। कन्फर्म। हामी यो चुनाव जिताउने नै यहाँको टोली। यस्तो युवा भएर यस्तो थर्ड क्लास कुरा गर्न लाज लाग्दैन तपाईँलाई? तपाईँहरू जस्तै युवाले गर्दा एउटा योग्य उम्मेदवार पछि पर्छ र देश कुरूप बन्दै जान्छ। नोटमा भोट बेचेर सदियौँ चोट खाने काम चाहिँ नगरौँ। सुन्नु न अलिकति, 20 लाख 10 लाख तपाईँ निस्किहाल्नुहोस् त। गइहाल्नुहोस्। 10 लाख 5 लाख 5 लाखमा डन। निस्किनुहोस्। निस्किहाल्नु। 85,000 पनि हुन्छ। गइहाल्नु तपाईँ। दाइ 5,000 पनि हुन्छ। तपाईँ गइहाल्नु। कहाँबाट आइन? चुनाव चिन्हमा तपाईँको लौरो तपाईँ राख्नु ल। गइहाल्नु तपाईँ। आयो चुनाव स्योर आयो ल। एकदम आयो चुनाव जित्छ। यस्तोले त जितेन, यस्तोले के जित्ला? लौरो जस्तै बाङ्गे कसम किन हजारमा कुरा मिल्छ कि? कस्तो कस्तो मान्छेहरू आउँछन् हौ दाइ? छोडा यस्तो कुरा। यो खानेपानीलाई चाहिँ के गरौँ भन्दाखेरि नि लगभग मैले हिसाब गर्दाखेरि 1.5 किलोमिटर वा 1.5 किलोमिटरको पोखरी चाहिने रहेछ होइन। काठमाडौँ उपत्यकामा बहुमतले विजय हुन सक्ने सम्भावना बोकेका भनिएका बालेन शाह पराजित भएका छन्।